सोच्नुहोस्, हरेक 6 महिनामा नेपालको सरकार फेरिन्छ, नेताहरू फेरिन्छन्, पार्टीहरू फेरिन्छन्, तर देशको हालत उही रहन्छ। किनकि तपाईले जुन नेतालाई भोट दिनुहुन्छ त्यो नेताले आफ्नो इसारा काठमाडौँबाट होइन, दिल्लीबाट, बेजिङबाट वा वाशिंटनबाट लिन्छ। यो षड्यन्त्रको कुरा होइन, यो इतिहास हो। र यो इतिहासलाई बुझ्न हामीले सिंहदरबारको गेट होइन, सदियौं पुरानो नेपालको भूराजनीतिक नक्सा खोल्नुपर्छ। आज हामी कुरा गर्नेछौँ बेलायतले, भारतले, चीनले र अमेरिकाले कसरी नेपाललाई आफ्नो स्वार्थको खेलमैदान बनाए र अन्त्यमा आज पनि त्यही खेल जारी छ कि छैन भनेर थाहा पाउन यो भिडियो अन्त्यसम्म हेर्नुहोला, किनकि अन्तिम खुलासा सबैभन्दा ठुलो र महत्त्वपूर्ण रहेको छ। नेपालको आधुनिक राजनीतिको जड बुझ्न हामीले जान्नुपर्छ सन् 1816 मा। त्यो वर्ष के भयो? सुगौली सन्धि। एङ्ग्लो नेपाल युद्धमा हार खाएपछि नेपालले ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग एउटा सन्धि गर्यो। त्यो सन्धिमा नेपालले सिक्किम, गढवाल, कुमाऊँ र तराईका विशाल भूमि गुमायो। त्यसपछि ब्रिटिसहरूले नेपालको फरेन पोलिसीमाथि नियन्त्रण राखे, तर ब्रिटिसहरूले नेपाल शासन गरेनन्। उनीहरूले एउटा चतुर काम गरे। उनीहरूले राणालाई सत्तामा टिकाए। किनकि राणाहरूले बदलामा ब्रिटिस सेनालाई गोर्खा सैनिकहरू दिए। नेपाली भूमिबाट लडाकु सैनिक यो राणा शासनको ब्रिटिससँगको व्यापार सम्झौता थियो। त्यसैले ब्रिटिसहरूको पालामा नेपालमा के भयो? स्कुलहरू बन्द भए, अस्पतालहरू बन्द भए, प्रेसहरू बन्द गरियो, जनतालाई अँध्यारोमा राखियो, किनकि सचेत जनता राणा शासनको लागि खतरा हुन सक्थ्यो। सन् 1947 मा ब्रिटिसहरू गए, तर जाँदा जाँदै उनीहरूले एउटा उपहार छोडे। भारत र नेपाल बीच एउटा यस्तो सम्बन्धको जग जसले नेपाललाई दशकौंसम्म दिल्लीको प्रभाव मुनि राख्यो। बेलायत गयो तर उसको छाया गएन। सन् 1950 यो त्यो वर्ष हो जसले नेपाल भारत सम्बन्धको दिशा तय गर्यो, शान्ति तथा मैत्री सन्धि। यो सन्धिमा भारतलाई नेपालको सुरक्षा मामिलामा विशेष अधिकार दिइयो। नेपालले कुनै पनि तेस्रो देशबाट हतियार किन्न भारतको अनुमति लिनुपर्ने भयो। सोच्नुहोस्, एउटा स्वतन्त्र देशले हतियार किन्न अर्को देशको सहमति माग्नुपर्छ। यो सन्धि कसको हातमा थियो? र यो सन्धि खाली कागजमा थिएन। सन् 1979 मा नेपालले चीनसँग हतियार किन्ने सम्झौता गर्यो। भारतले तुरुन्त नाकाबन्दी लगायो। पेट्रोल आएन, खाना महँगो भयो, जनता सडकमा बिरलियो। र फेरि सन् 2015 मा नेपालमा विनाशकारी भूकम्प आयो। हामी आफ्नै खुट्टामा उभिन सङ्घर्ष गर्दै थियौँ। त्यही बेला नेपालले आफ्नो संविधान बनायो। त्यो संविधान भारतलाई मन परेन। परिणाम फेरि नाकाबन्दी। जनताहरू ग्यास सिलिन्डरको लाइनमा लागे। अस्पतालमा औषधि आएन, चुलोमा ग्यास आएन। भूकम्पको पीडामा रहेका नेपालीहरू ग्यासको लाइनमा उभिएका थिए। यो बिर्सिन सकिन्न। यही डर र पीडाको कारण नेपालले पहिलो पटक भारतलाई छोडेर चीनसँग हात बढायो। तर प्रश्न उठ्छ, भारत हाम्रो साथी हो कि हाम्रो नीति निर्माता? दिल्लीले नेपालको आन्तरिक समस्यामा हस्तक्षेप गर्छ। नेताहरू दिल्लीको आशीर्वाद लिन धाउँछन्। सरकारहरू दिल्लीको इसारामा बन्छन् र ढल्छन्। नेपालको राजनीतिको रिमोट कन्ट्रोल कहिलेकाहीँ दिल्लीमा हुन्छ। यो सत्य कुनै पाठ्यपुस्तकमा पढाइँदैन। उत्तरमा एउटा अझ ठुलो शक्ति उदाउँदै थियो, चीनले नेपालमा के गर्यो? सडक बनायो, विमानस्थल बनायो, रेलमार्गको सपना देखायो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनिया ऋणमा बन्यो, तर त्यो विमानस्थल अहिले नाफामा छैन। ऋण तिर्नुपर्ने समय सीमा नजिकै छ। विशेषज्ञहरूले यसलाई डेब्ट ट्र्याप डिप्लोमेसी भन्छन्। पहिले ऋण दिने अनि नियन्त्रण लिने। नेपाल श्रीलङ्काको बाटोमा जाँदैछ कि? यो प्रश्न आज धेरै मान्छेले सोध्दैछन्। तर चीनको चासो यहाँ मात्र सीमित छैन। शीत युद्धको समयमा अमेरिकाको CIA ले नेपाली भूमिमा तिब्बती विद्रोहीलाई मुस्ताङबाट अपरेसन गरायो। चीन यसबाट रिसायो र त्यसपछि चीनले नेपालमाथि सधैँ शङ्काको दृष्टिले हेर्यो। सन् 2019 मा सी जिनपिङ नेपाल आए। BRI अन्तर्गत नेपाललाई रेल र बाटोको सपना देखाइयो। तर सपना देखाउने र पुरा गर्ने बीचको फरक हामीले थाहा पाउनु बाँकी नै छ। दक्षिणमा भारत, उत्तरमा चीन, नेपाल ती दुई बीचको याम हो। पृथ्वीनारायण शाहले भनेका थिए, दुई ढुङ्गा बीचको तरुल। यो कुरा इतिहासको पानामा मात्र सीमित छैन, आजको दिनमा पनि हाम्रो सबैभन्दा ठुलो यथार्थ हो। र अब आउँछ सबैभन्दा चर्चित खेलाडी, अमेरिका।
शीत युद्धको समयमा अमेरिकाले नेपाललाई बफर स्टेटको रूपमा हेर्यो। कम्युनिस्ट चीन विरुद्धको ढाल। सिआइएले नेपाली भूमि प्रयोग गरी तिब्बती विद्रोहीलाई तालिम दियो र यो अमेरिकी सरकारको आफ्नै अभिलेखहरूमा छ। अहिले हालैको एमसिसी सम्झौता, $550 मिलियन अमेरिकी अनुदान। कसैले भन्छन् यो विकासको लागि हो, कसैले भन्छन् यो भू-राजनीतिक चाल हो। अनुदान आउँछ र शर्त पनि आउँछ। भारतलाई अमेरिकाको डर, चीनलाई अमेरिकाको डर र अमेरिकालाई दुबईको डर र यो सबै लडाइँमा पिसिएको भने नेपाल र नेपाली जनता। $500 मिलियन अनुदान दिने देश साँच्चीकै हाम्रो विकास चाहन्छ वा यो पनि एउटा राजनीतिक खेल हो? तपाईँ आफैले निर्णय गर्नुहोस्। तर यो इतिहास सुनेपछि एउटा प्रश्न सधैँ मनमा उठ्छ, के नेपाल सधैँ यसरी नै अरू देशको इसारामा चलिरहन्छ? हाल काठमाडौँ महानगरपालिकामा बालेन शाहको नेतृत्वलाई धेरैले नयाँ शैलीको सरकारको रूपमा हेर्न थालेका छन्। पारदर्शिता, छिटो निर्णय र नियमको कडा कार्यान्वयन, सडक व्यवस्थापन, फुटपाथ खाली गराउने अभियान, अनधिकृत संरचना हटाउने काम, यी सबैले सहरलाई व्यवस्थित बनाउँदैछन्। डिजिटल प्रविधिको प्रयोग, नागरिकसँग प्रत्यक्ष संवाद र भ्रष्टाचारप्रति शून्य सहनशीलता, यी कुराहरूले जनतामा सकारात्मक सन्देश दिएका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो नेतृत्व कुनै विदेशी इसारामा होइन, आफ्नै निर्णयमा अगाडि बढिरहेको छ र यही कुराले भविष्यप्रति एउटा आशाको किरण देखाउँछ। इतिहास हाम्रो विरुद्धमा थियो तर भविष्य हाम्रो हातमा छ। तपाईँको विचारमा पहिलेको राजनीतिमा सबैभन्दा बढी हस्तक्षेप कुन देशको थियो होला? तल कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला र यो भिडियो साथीहरूसँग सेयर गर्नुहोला, किनकि यो इतिहास हरेक नेपालीले जान्नु जरुरी छ। थ्याङ्क्स फर वाचिङ।